स्याङ्जामा फल्यो साउदी कतारमा फल्ने खजुर, गाउँलेले गरे भजन कीर्तन गर्दै स्वागत। दर्शकबिन अहिले सामाजिक सञ्जालमा एउटा अनौठो दृश्य निकै भाइरल भइरहेको छ। स्याङ्जा गल्याङमा साउदी अरबबाट ल्याएको खजुरको बिहा रोपिएको 8 वर्षपछि बोटमा फल लागेको छ। गल्याङका बाबुराम ढकालले विदेशबाट फर्किँदा खजुरको बिउ ल्याएर रोपेका थिए। अहिले आएर सो बोटमा लटरम्म खजुर फलेको देखिन्छ। यस्तो दृश्य स्याङ्जा जस्तो पहाडी ठाउँमा देखिनु निकै अनौठो कुरा हो, किनभने खजुर सामान्यतया साउदी कतार जस्ता गर्मी ठाउँमा मात्र फल्ने मानिन्छ। अब यो अद्भुत दृश्य हेर्न गाउँले मात्र होइन, टाढा टाढाबाट समेत मानिसहरू आउने गरेका छन्। खजुर फलेको खुसियालीमा गाउँलेहरूले भजन कीर्तन समेत गरी नाचगान गरेका थिए। नेपालमा खजुर जस्तो फल दुर्लभ मानिन्छ र यस्तो सफलता बिरलै देखिन्छ। बाबुराम ढकालको यो सफल प्रयासले अब खजुर नेपालमै पनि फलाउन सकिने सम्भावना देखिएको छ। गल्याङको यो खजुर बोट अहिले चासो र प्रेरणाको केन्द्र बनेको छ।